यति बेला हामी ठ्याक्कै यो मुस्ताङ जिल्लाको कागबेनी भन्ने ठाउँमा आइसकेका छौँ र यहाँनिर हामीले देख्न सक्छौँ दुईवटा नदीहरू एकातिरबाट काली नदी बगेर आइरहेको र अर्कोतिरबाट गण्डकी नदी बगेर यहाँ सङ्गम स्थलमा चाहिँ पितृहरूको तरण तारणको लागि चाहिँ यहाँ एउटा उद्धारको कार्य भइरहेको छ। यतिखेर मैले यहाँ गुरुलाई पनि देखिरहेको छु। गुरु श्रीमान नारायण हजुरहरूले अलिकति यहाँको वस्तुस्थितिको बारेमा थोरै जानकारी गराइदिनु न। यो मुस्ताङको कागबेनी विशेष गरेर के को लागि चाहिँ प्रख्यात छ कि यहाँ के गरिन्छ, के को लागि हामी आउँछौँ? हजुर भनिन्छ भने कालन्दार पर्वतको छेउमा हजुर गण्डकीको उत्तरतिरमा र हिमाल दलको चाहिँ दक्षिण भागमा रहेको उताबाट आएको दामोदरबाट आएकी स्वयं काली नदी बग्दै हुनुहुन्छ हजुर र मुक्तिनाथको गण्डस्थल भनेको गालाबाट बगेर आएकी गण्डकी नदी यहाँ हुनुहुन्छ। दुईटाको सङ्गमलाई काली गण्डकी भनिन्छ। ए हजुर किन चाहिँ काली गण्डकी अब कागबेनी भन्यो, यहाँ चाहिँ यो ठाउँलाई कागबेनी भन्यो। हजुर किन कागबेनी भन्यो भन्दाखेरि कालीको का मात्रै लिग्यो हजुर र गण्डकीको ग मात्रै लिग्यो। हजुर दुईवटा मिलेर काग भयो हजुर र जोडिएको सङ्गम स्थललाई बेडी भनियो। हजुर यिनीहरूलाई कागबेनी भनेर छ। र जहाँ सालिग्रामको एक थोपा जल मात्रै पान गर्दाखेरि चाहिँ उसले उत्तम गति प्राप्त गर्छ भन्ने छ भने यसमा त स्वयं गण्डकी नै काली नै पुरै सालिग्रामको चरण पखाल्दै आएको हुनाले यहाँको तर्पण मात्रै गर्नाले पितृहरूको मुक्ति हुन्छ भनेर यसलाई मुक्ति क्षेत्र भनिन्छ। हजुरको परिचय पनि मैले अघि भने गौतम कोइराला। गौतम कोइराला हजुरको यहीँ यो कागबेनी धर्मशालाभित्र ए यहाँ धर्मशालामा हजुर चाहिँ हामी यसो व्यवस्थापन मिलाएर बसिरहेको छ। ए हवस् गुरु। अब यहाँ हामी जे होस् नयाँ जुन बाह्य क्षेत्रबाट चाहिँ मुक्तिनाथ एउटा दर्शनको लागि आउने भक्तजन जुन श्रद्धालु भक्तजनहरूलाई चाहिँ हजुरको के भन्न चाहनुहुन्छ हजुरको तर्फबाट? हजुरहरू चाहिँ जीवनमा एकचोटि वा सके दुईचोटि सक्छ उच्चोटि हजुर जीवनमा एकचोटि आएर चाहिँ यो काली गण्डकीको सङ्गम स्थलमा आएर स्नान गर्दा राम्रो। किनभने यहाँ चाहिँ बारा पुराणको चाहिँ नेपाल खण्डमा चाहिँ के भनेको छ भने जहाँ यहाँ गयामा गएर 100चोटि स्नान गर्दाखेरि पनि हजुर त्यो फल मिल्दैन जहाँ यहाँ एकचोटि स्नान गर्नाले पाइन्छ। हजुर अनि गुरु मैले हजुरलाई एकैछिन रोकेँ। जस्तो हाम्रो यो वैष्णव सम्प्रदायको जो शालिग्राम विष्णुको एउटा साक्षात् रूप भनेर चिन्छौँ होइन, त्यो चाहिँ काली गण्डकी नदीमा मात्रै पाउँछ भनेर भने चाहिँ यसको महत्त्वबारे थोरै प्रकाश पारिदिनु न हजुर। जहाँ काली र गण्डकी दुइटैमा पाइन्छ, कालीमा मात्रै भन्नु पाइँदैन। हजुर काली र गण्डकी दुइटैमा पाइन्छ। कालीमा कृष्ण शालिग्राम पाइन्छ भने गण्डकीमा राधा शालिग्राम पाइन्छ, रातो शालिग्राम पाइन्छ। र रातो शालिग्राम चाहिँ गृहस्थीले नपुज्नु भनिन्छ। हजुर र कालो शालिग्राम चाहिँ सबैले पुज्न पाइन्छ। ऐश्वर्यको लागि चाहिँ कालो शालिग्राम पुज्नु भने अब मोक्ष प्राप्तिको लागि चाहिँ रातो शालिग्राम पुज्नु। रातो शालिग्राम गृहस्थीले किन पुज्न मिल्दैन भने मोक्ष प्राप्तिको लागि रातो शालिग्रामले वैराग्य प्रदान गर्छ। त्यो कारणले गर्दाखेरि रातो शालिग्राम गृहस्थीले नपुज्नु भनेको छ। हस् हजुरलाई धेरै धेरै धन्यवाद गुरु। हजुरलाई जय श्रीमान नारायण। हजुर मुस्ताङको यो कागबेनी भन्ने ठाउँमा एकदमै यहाँनिर हाम्रो श्रद्धालु भक्तजनहरूको आउने क्रम रहिरहेको छ र दैनिक रूपमा 1000भन्दा माथि चाहिँ हाम्रो श्रद्धालु भक्तजनहरू नेपाल तथा भारतका विभिन्न प्रदेशबाट चाहिँ यहाँ आएर उपस्थिति भएर पितृको लागि तरण तारण गर्ने कार्य गर्नुहुँदो रहेछ। त्यस्तै गरेर मुक्ति क्षेत्रको दर्शनको लागि जानुहुँदो रहेछ। यहाँनिर पितृ उद्धारको लागि यताबाट बगेर आएको गण्डकी नदी र यताबाट बगेर आएको काली नदीको उद्गम स्थान चाहिँ दामोदर कुण्डबाट यो उत्पत्ति भएर आएको छ भने गण्डकी नदी भनेको यसको उद्गम स्थान चाहिँ मुक्तिनाथको 108 धाराबाट चाहिँ यसको उद्गम स्थान यहाँ देख्न सक्छौँ। र यहाँ आएर चाहिँ यो सङ्गम यहाँ चाहिँ मिसिएर यहाँबाट काली गण्डकी नदी बनेर बगेर गएको छ, जो चाहिँ तल हाम्रो देवघाट धाममा त्रिशुली नदीसँग मिसिएर नारायणी नदी भएर बगेको छ काली गण्डकी नदी। यो काली गण्डकी नदीमा चाहिँ हाम्रो शालिग्राम कालो शालिग्राम पाउने, जो चाहिँ वैष्णव सम्प्रदायले चाहिँ एउटा विष्णुको साक्षात् रूप मानेर दैनिक रूपमा पूजा गर्ने गरेको अवस्था रहेको छ भने यता यो गण्डकी नदीबाट चाहिँ यहाँ चाहिँ रातो शालिग्रामहरू पाउने छ। यसलाई चाहिँ अब यिनीहरूको विशेषता अघि गुरुले पनि बताइसक्नुभयो। रातो शालिग्राम चाहिँ ब्रह्मचारी अथवा जसले चाहिँ घर गृहस्थी गर्नुभएको छैन, वैराग्य प्राप्त गर्नुभएको छ, उहाँहरूले पूजन गर्नुहुन्छ भने यो काली नदीमा पाउने शालिग्राम चाहिँ कालो शालिग्राम चाहिँ घर गृहस्थी सम्हालेर जो बस्नुभएको छ उहाँहरूले दैनिक रूपमा पूजन गर्दाखेरि
धन ऐश्वर्य लगायत सम्पूर्ण श्री प्राप्ति हुने विश्वास रहेको छ र सदियौँ वर्षदेखि चाहिँ यो 20औं शताब्दीभन्दा अगाडिदेखि नै चल्दै आइरहेको छ। यतापट्टि हामी देख्न सक्छौँ आफ्नो पितृहरू चाहिँ वैकुण्ठ लोक भइसक्नु भएका पितृहरूको उद्धारको लागि आफ्नो छोराहरूले छोरा बुहारी नाति नातिना आएर चाहिँ यहाँनिर पितृहरूको निम्ति श्राद्ध गर्ने त्यस्तै गरेर बाती बाल्ने कार्यहरू भइरहेको छ र यहाँ गुरुहरू पनि त्यो कार्य गराउन तल्लीन देखिनुहुन्छ। यताबाट हामीले देख्न सक्छौँ यो मुस्ताङ जिल्लाको अवस्था। हामी यहाँ दर्शन गरिसकेर यहाँ दिवसहरू पनि यता देखिँदै हुनुहुन्छ। गुरु जय श्रीमान नारायण हजुरले एकैछिन टाइम लिन सक्छु। यहाँ जुन हाम्रो यो काली नदी यताबाट गण्डकी नदीको सङ्गम स्थल कागबेनी भनेर भनिन्छ होइन। यहाँ अब धेरैजना श्रद्धालु भक्तजनहरूको उपस्थिति छ। यो विशेष गरी के को लागि चाहिँ यहाँ आउनुहुन्छ हजुरले थोरै प्रकाश पार्दैन? विशेष गरी पितृ उद्धारको लागि हो। यो विषयमा एकदम धेरै शास्त्रको ज्ञान धेरै आर्जन गर्नुभएको उहाँ सम्य गुरु हुनुहुन्छ। उहाँसँग धेरै ज्ञान छ। अलिकति पुरुषको समयमा उहाँसँग ए हस् हुन्छ हजुरले यो हामीले यताबाट एउटा हिमाल देखिरहेका छौँ। यो कुन हिमाल? निलगिरी हिमाल नि? ए भनेपछि हस् त यहाँबाट हामीले निलगिरी हिमालको दृश्य अवलोकन गर्न सक्छौँ। अलिकति राम्रो फुलेको छ आज बिहानैदेखि। विशेषताले भरिपूर्ण भएको जिल्ला मुस्ताङ हिमालपारीको जिल्ला भनेर चिनिन्छ, जो चाहिँ धौलागिरी हिमालदेखि उत्तरपट्टि अवस्थित रहेको यो मुस्ताङ जिल्ला नेपालको सबैभन्दा धान कम उत्पादन हुने क्षेत्र पनि यही ठाउँमा रहेको छ। सबैभन्दा कम पानी पर्ने ठाउँ पनि यही ठाउँमा रहेको छ, जो चाहिँ एकदम विशेषताले भरिपूर्ण भएको यो मुस्ताङ जिल्ला आफैमा एउटा ऐतिहासिक पर्यटकीय धार्मिक महत्त्व बोकेको जिल्ला हो। गण्डकी प्रदेशमा अवस्थित मुस्ताङ जिल्लाको अवलोकन र मुक्तिनाथ दर्शनको लागि एकचोटि हामी सबैले आइपुग्नै पर्ने ठाउँ, जहाँ हाम्रो उपस्थितिले मात्रै पनि मोक्ष प्राप्ति गर्ने हाम्रो जनविश्वास रहेको छ।